अलिक कम पर्छ भनिन्छ तर ठ्याक्कै कति पर्छ भन्ने धेरैलाई आइडिया पनि छैन। सो खर्च चाहिँ के कति लाग्ला? कति खर्च भयो तपाईँको भनौँ न? कम्पनी हेरेर हुन्छ, अनि अब कति खर्च गर्न सकिन्छ त्यसमा पनि हुन्छ। अनि अब कोही कोही चाहिँ बेस क्याम्पदेखि नै अक्सिजन लगाएर जानेहरू पनि हुन्छन्। मैले क्याम्प 3बाट स्टार्ट गरेको अक्सिजन लगाउन। कोही कोहीले 2टा शेर्पा बोकेर जानुहुनेहरू पनि हुन्छ। मैले 2टा दिनमै एउटा शेर्पा बोकेर गएँ। कोही कोहीको लागि चाहिँ बेस क्याम्पमै देख्नुहुन्छ होला हजुरले, खाट पुरै हनीमुन स्विट, रुम, रग, टिभी त्यस्तो पनि हुन्छ पैसा हेरेर। तर म चाहिँ पालमा टेन्टमा स्लिपिङ ब्यागमै सुतेँ। सो मेरो त्यति धेरै खर्च चाहिँ लागेन। अरूहरूले अब हेरेर जति खर्च गरेको हुन्छ हजुर। नेपाल सरकारलाई चाहिँ पर्मिटको पैसा लाग्यो हजुरको, अनि एब अफिसरको पैसा लाग्छ। अनि त्यस्तो खासै सरकारलाई दिनु पर्दैन, तर पैसा कहाँ लाग्छ भन्दा लजिङ फुडिङमा लाग्यो, अनि शेर्पाको कस्ट लाग्छ, अक्सिजनको कस्ट लाग्छ, खानाको भयो, त्यही माथि सामान बोक्ने हाम्रो बोटर दाइहरूको खर्चहरू लाग्यो, त्यसले चाहिँ अलिकति महँगो हुन्छ।